गुड मर्निङ एभ्रीबडी। ल हेर्नुहोस्, हामीले हिजो समस्या काटिदिएछौँ पेयर अफ स्ट्रेट लाइन। पहिला गऱ्यो एङ्गल बिट्विन टु स्ट्रेट लाइन र पेयर अफ स्ट्रेट लाइन सक्यो। तेस्रो टपिक रहेको छ, तेस्रो च्याप्टर हाम्रो कोअर्डिनेट ज्योमेट्रीको कोनिक सेक्सन। अब कोनिक सेक्सन के हो पहिला यो बुझ्नुहोस्, त्यसपछि पहिला डेफिनेसन बुझ्ने र यो फिगर बुझ्ने, अनि त्यसपछि एउटा यसको लागि एउटा 3D एनिमेसन हेराउनु पर्छ। त्यसपछि म भिडियो हेराउँछु एनिमेसनको, अनि त्यसपछि यो टाइप्स अफ कोनिक सेक्सन जुन छ 4वटा हाम्रो बुकमा दिएको छ, सर्कल, प्याराबोला, इलिप्स र हाइपरबोला। यो त्यो भिडियो एनिमेसन हेरेपछि मात्र समझ आउँछ, त्यसपछि यो गर्ने। र एक्सर्साइज यसको छैन धेरै, यो एउटा मात्र छ, 1 नम्बर र 2 नम्बर। यो एक्सर्साइजमा पनि केही छैन खासै। त्यसपछि अर्को च्याप्टर हो सर्कल। ल त पहिला हेर्नुहोस् कोनिक सेक्सन भनेको के हो। पहिला अर्को टपिक हाम्रो कोनिक सेक्सन्स। च्याप्टरको नाम भयो यो। डेफिनेसन के हुन्छ कोनिक सेक्सनको भने डेफिनेसन यो हुन्छ कि कोनिक सेक्सन्स आर द कर्व। ल म यहाँ लेखिरहेको छु हेर्नुहोस्, कोनिक सेक्सन आर द curves formed by the intersection of a plane and a double right circular cone. यो भनेको के हो ल हेर्नुहोस्, पहिला प्लेन भनेको बुझ्नुहोस्। प्लेन भनेको यस्तो स्ट्रक्चर जस्तै XY प्लेन हामी फर्स्टमा पढेको थियो, त्यस्तो कुरा 2D फिगर हो प्लेन, जुनमा एउटा यो एक्सिस भयो, एउटा अर्को यो, यस्तो कुरालाई प्लेन भनिन्छ। र अर्को छ यो डबल राइट सर्कुलर कोन। डबल राइट सर्कुलर कोन भनेको के हुन्छ भने कुनै यस्तो कुरा, ल हेर्नुहोस्, तल पनि सर्कुलर बेस र माथि पनि सर्कुलर बेस भएको यस्तो फिगर, र यो भनेको अब यसको एक्सिस भयो, यस्तो फिगरलाई भनिन्छ राइट सर्कुलर कोन। यो जेनरली 3D फिगर हो, ठिक छ, 3D मा हुन्छ। यसको लागि राम्ररी बुझ्नु छ भने म भिडियो एकछिनमा हेराउने छु, पहिला यो बुझिहाल्नुहोस् यसको पार्ट के हुन्छ। यो पार्टलाई भनिन्छ भर्टेक्स भनौँ या एपेक्स भन्नुहोस्, दुईटै कुरा सेम हो। 3D मा जेनरली एपेक्स भनिन्छ, जहाँ 2 या 3 पोइन्ट मिट हुन्छ, लाइन मिट हुन्छ, त्यसलाई एपेक्स भनिन्छ 3D मा, र 2D मा भर्टेक्स भनिन्छ। त यसलाई भर्टेक्स भन्नुहोस् या एपेक्स, कुरा सेम हो, ठिक छ। र यो जुन लाइन छ, यो लाइन या यो लाइन, यसले बनाउने लाइनलाई के भनिन्छ, यो लाइनलाई भनिन्छ जेनेरेटर। यो जुन छ, यो जुन हाम्रो भर्टिकल छ, यसलाई भनिन्छ एक्सिस अफ कोन, एक्सिस भयो। र यो एक्सिस र जेनेरेटरको बिचमा बन्ने एङ्गललाई अल्फाले डिनोट गरिन्छ, र यो अल्फालाई भनिन्छ सेमी भर्टिकल एङ्गल, ठिक छ। त्यसपछि यो जुन तल जुन छ, यो सर्कल छ, यसलाई भनिन्छ बेस, सर्कुलर बेस। र यो जुन तलको पार्ट छ, आधी पार्ट, यसलाई भनिन्छ लोअर न्याप, ठिक छ। त्यस्तै माथिको आधी पार्टलाई भनिन्छ अप्पर न्याप। यति कुरा रह्यो। र जुन यहाँ रेडियस हुन्छ, यो सर्कलको रेडियस त होला, जुन बेसमा सर्कल छ, यसलाई भनिन्छ रेडियस अफ सर्कुलर बेस, र हेर्नुहोस् हाम्रो कोनिक सेक्सन जेनरली 4 किसिमको हुन्छ। 4 किसिमको के हुन्छ भने बुझ्नुहोस्। पहिला बुझ्नुहोस् सर्कल हुन्छ, त्यसपछि बुझ्नुहोस् प्याराबोला हुन्छ या इलिप्स, पहिला लेख इलिप्स हुन्छ,
तेस्रो नम्बरमा हुन्छ पाराबोला, अर्को चौथो नम्बरमा हुन्छ हाइपरबोला। यो 4 टाइपको कोनिक सेक्सन्सहरू फर्म हुन्छ। यहाँ एउटा प्लेन र एउटा राइट सर्कुलर कोनले यदि इन्टरसेक्ट गरिरहेछ भने पहिला यसको बेसिक्स कुरा बुझिहाल्नु भयो। यसपछि यो भिडियो हेर्नुहोस्। ल हेर्नुहोस् अब यो कोनिक सेक्सनको एनिमेसन हेर्नु। र यो मोड्युलमा हामीले के पढ्नु छ कि कोनिक सेक्सन फर्म कसरी हुन्छ। पहिला एउटा स्ट्रेट लाइन छ र हेर्नुहोस् एउटा अर्को लाइन यसमा आएर क्रस गरिरहेछ केही एङ्गल बनाएर, र अब जुन लाइनले एङ्गल बनाएर क्रस गरेछ त्यसलाई रोटेट गर्छ भने एउटा डबल राइट सर्कुलर कोन फर्म हुन्छ। यसैले भनिन्छ डबल राइट सर्कुलर कोन। र जुन पार्ट छ, यो जुन रेड पार्ट छ यसलाई भर्टेक्स भनिन्छ। यो भर्टेक्स अफ द कोन हो। र जुन तलको पार्ट छ त्यसलाई भनिन्छ लोवर न्याप। र यो जुन लाइन थियो जुन रोटेट गरिरहेको थियो त्यसलाई जेनेरेटर भनिन्छ। बीचको लाइन जुन फिक्स थियो त्यसलाई एक्सिस भनिन्छ। र यो सर्कुलर बेस भनिन्छ तलको पार्टलाई या माथिको पार्टलाई। दुईटा बेस हुन्छ सर्कुलर बेस, ठिक छ। त्यसपछि यहाँ जुन एक्सिस हुन्छ त्यो सर्कुलर बेससँग डाइरेक्टली परपेन्डिकुलर हुन्छ, यानि कि एक्ज्याक्टली 90 डिग्रीको एङ्गल बनाएको हुन्छ बेससँग एक्सिस अफ कोनले, ठिक छ। र यो जुन तलको जुन न्याप छ यानि कि पार्ट छ त्यसलाई लोवर न्याप अफ राइट सर्कुलर कोन भनिन्छ भने माथिको पार्टलाई अप्पर न्याप अफ राइट सर्कुलर कोन भनिन्छ, ठिक छ। अनि त्यसपछि यो अप्पर न्याप भयो। अनि अर्को हेर्नुहोस्, जुन एङ्गल बन्छ नि, जो लाइन थियो र एउटा फिक्स लाइन एक्सिस र एउटा जेनेरेटरको बिचको जुन एङ्गल बन्छ त्यसलाई भर्टिकल एङ्गल भनिन्छ। र यसरी अब यो प्लेन आएर यो डिफ्रेन्ट वेमा कट गर्छ अनि कोनिक सेक्सन फर्म हुन्छ। त हेर्नुहोस् अब कसरी कसरी कोनिक सेक्सन फर्म भइरहेछ। पहिलो, यदि यो जुन प्लेन छ बेससँग प्यारलल छ भने सर्कल फर्म हुन्छ। त्यही यदि केही एङ्गल बनाएछ यानि कि एक्सिससँग यदि बढी एङ्गल बनाएछ सेमी भर्टिकल एङ्गलको कम्पेयरमा भने त्यो इलिप्स बन्छ र एक्ज्याक्टली सेम छ। अब हेर्नुहोस् यो बन्यो इलिप्स। यहाँ थीटाको भ्यालु अल्फासँग बढी छ, यानि कि जुन सेमी भर्टिकल एङ्गल छ त्योभन्दा बढी छ यो एङ्गल बिट्विन एक्सिस एन्ड प्लेन, तब इलिप्स बन्छ। यदि एक्सिससँग परपेन्डिकुलर भयो प्लेन भने सर्कल बन्छ, या बेससँग प्यारलल या एक्सिससँग परपेन्डिकुलर भयो भने। त्यसपछि हेर्नुहोस् पाराबोला कसरी फर्म हुन्छ। पाराबोला फर्म हुनको लागि जुन हाम्रो प्लेन छ त्यो प्लेन जेनेरेटरसँग प्यारलल हुनु पर्यो, यानि कि ए इज इक्वल टु बी हुनु पर्यो। ए भनेको हो सेमी भर्टिकल एङ्गल र बी भनेको हो एङ्गल मेड बिट्विन प्लेन एन्ड इन्टरसेक्सन अफ कोन, तब पाराबोला बन्छ। अब हेर्नुहोस् हाइपरबोला कसरी बन्छ। हाइपरबोला यसरी बन्छ कि दुईटै न्यापमा यदि कट गरिरहेछ भने हाइपरबोला बन्छ, यानि कि त्यहाँ थीटा 0 डिग्री पनि हुनसक्छ या थीटा सानो हुनसक्छ अल्फादेखि, यानि कि दुईटै न्यापमा कट गर्नु पर्यो। ल हेर्नुहोस् यो हाइपरबोला यसरी, यो पाराबोला, ल हाइपरबोला भयो यसरी बन्छ। या प्यारलल पनि भइहाल्छ भने बन्छ, यानि कि बी सानो हुनु पर्यो एसँग। यो भयो हाइपरबोला। हाइपरबोला जहिले पनि पेयरमै हुन्छ, दुईटा, एउटा माथि एउटा तल। अब यो डिजेनरेट कोनिक्स हेरिहाल्नुहोस्। यो भनेको के हो भने कोनिक सेक्सनमा अरू पनि कुरा फर्म हुन्छ, जरुरी छैन कि पाराबोला, सर्कल, हाइपरबोला र इलिप्स मात्र फर्म हुन्छ। जब कोन सेन्टरबाट पास हुन्छ यानि कि भर्टेक्सबाट पास हुन्छ भने त्यो केसमा एउटा पोइन्ट बन्छ। र हेर्नुहोस् यसरी फर्म भयो, आधी आधी काटिदियो भने त्यहाँ पेयर अफ स्ट्रेट लाइन बन्छ, यसरी काटिदियो भने स्ट्रेट लाइन बन्छ। ल हेर्नुहोस् अब एनिमेसन पछि यो हेर्नुहोस् कि सर्कल भनेको के हुन्छ, सर्कल कसरी फर्म हुन्छ कोनिक सेक्सनमा। त मान लिनुहोस् यो कोनको आधी पार्ट मैले लिइरहेछु, डबल राइट सर्कुलर कोनको यो भयो कोन। ल यो हुन्छ एक्सिस
र यो हुन्छ रेडियस। ठिक छ, यहाँ भर्टेक्स या एपेक्स। यदि यो कोण छ र कुनै एउटा प्लेन यसरी आएर कट गरिरहेछ, यो प्लेन यहाँ कट गर्छ कहीँ, प्लेन यदि यो सर्कुलर बेससँग प्यारलल छ भने यहाँ जुन सेक्सन फर्म हुन्छ त्यो सेक्सन सर्कल हुन्छ। त यसको डेफिनेसन के भइहाल्यो, यसको सर्कलको डेफिनेसन द कोनिक सेक्सन which is formed by intersection of a plane and a cone in such a way that plane is parallel to base of cone। यो भयो। या अर्को लेख्न सकिन्छ कि जुन यो प्लेन छ, यो प्लेन र एक्सिसको बिचमा बन्ने एंगल 90 डिग्री भयो भने त्यो पनि। या अर्कोको लागि लेखिहाल्ने, या प्लेन इज perpendicular to axis of cone। यो त्यो एनिमेसनमा त हेर्नु भएको होला, यो डेफिनेसन भयो। अर्को हेर्नुहोस्, इलिप्स कब बन्छ, इलिप्स कसरी बन्छ र इलिप्स को डेफिनेसन के हुन्छ। मान लिनुहोस् यो कोण भयो, र यो भयो एक्सिस यसको, यो कोण छ र कुनै प्लेन यदि यसरी कट गरिरहेछ यो राइट सर्कुलर कोणलाई, त यहाँ जुन बन्ने फिगर हुन्छ प्लेनमा त्यसलाई भनिन्छ इलिप्स। यसको डेफिनेसन के भयो, त कोनिक सेक्सन, लेख्नुहोस् त कोनिक सेक्सन which is, यहाँ इज छुटेछ, माथिवालामा इज छुटेछ, which is formed by intersection of, सेम माथि जस्तै लेख्ने, intersection of a plane and a cone in such a way that क्या लिखने कि एंगल मेड बाय प्लेन एंड कोन, एंगल मेड बाय प्लेन एंड कोन इज greater than, is less than semi vertical angle। सेमी वर्टिकल एंगल भन्दा ग्रेटर, ल यहाँ मिस्टेक हो। इन सच अ वे दैट एंगल मेड बाय प्लेन एंड कोन इज ग्रेटर देन सेमी वर्टिकल एंगल र यो 90 डिग्री भन्दा कम हुनु पर्यो। यसका लागि मतलब सर्टकट लेख्ने हो भने थीटा जुन छ, थीटा भनेको एंगल मेड बाय प्लेन एंड एक्सिस, जहाँ यो एंगल बनिरहेछ नि यसलाई थीटाले डिनोट गरिन्छ। यो 90 डिग्री भन्दा कम हुनु पर्यो र अल्फासँग ग्रेटर हुनु पर्यो। सिम्पली भन्नु हो भने यस्तो तरिकाले कट गर्ने कि राइट सर्कुलर कोनको एउटा न्यापलाई मात्र कट गरोस्, त त्यो केसमा इलिप्स बन्छ। अर्को हेरिहाल्नुस्, पाराबोला। थर्ड नम्बरमा हो पाराबोला। पाराबोला भनेपछि यस्तो हो, हेर्नुस् यो एउटा कोण भयो भने, यो एउटा कोण भयो, यो यसको एक्सिस र यहाँ सर्कुलर बेस।
यदि कुनै कुनै प्लेन यदि यसरी कट गरिरहेछ, यसरी कट गरिरहेछ, यानी कि जेनेरेटरसँग प्यारलल छ प्लेन कट गर्ने टाइम भने जुन यहाँ सेक्सन फर्म हुन्छ यो सेक्सनलाई पाराबोला भनिन्छ। र यो कब हुन्छ? यो यहाँ लेख्ने द कोनिक सेक्सन डिफिनेसनमा द कोनिक सेक्सन which is formed by intersection of the लेखिएला the intersection of cone and a plane in such a way that plane is parallel to generator of cone is called parabola भन्नु। ल यसको लागि अर्को पनि कन्डिसन छ कि यो जुन एंगल बनिरहेछ नि यहाँ थीटा प्लेन र एक्सिस को बीचमा, त यो थीटा जुन छ यो इक्वल हुन्छ अल्फासँग। अर्को यसको कन्डिसन भयो तब बन्छ पाराबोला। त्यस्तै 4 नम्बरमा हेरिहाल्नुस् हाइपरबोला, यो लास्ट हो हाइपरबोला। हाइपरबोला कब फर्म हुन्छ? हाइपरबोला पहिला हेर्नुस्, यसको लागि दुईटै न्याप बनाउनु पर्छ। एउटा न्याप बनाएर हेराउन सकिदैन। हेर्नु यो भयो एउटा र यो भयो अर्को, दुईटै भयो। ल हाइपरबोला यस्तो बन्छ कि कुनै प्लेन यदि दुईटैमा कट गरिरहेछ, दुईटै न्यापमा कट गरिरहेछ भने त्यहाँ बन्ने फिगरलाई भनिन्छ हाइपरबोला। त्यसको लागि लेखिहाल्नुस् द कोनिक सेक्सन, हेरेन द कोनिक सेम लेख्ने द कोनिक सेक्सन which is formed by intersection of plane and a cone which is formed by the intersection of cone and a plane in such a way that plane is parallel to axis of cone। एक्सिस अफ कोनसँग प्यारलल हुन्छ भने भन्ने फिगरलाई एक्सिस अफ कोन इज कल्ड के भनिन्छ? हाइपरबोला। अर्को कन्डिसन के भइहाल्छ कि जुन यहाँ थीटा जुन छ यो सानो भइहाल्छ अल्फासँग। थीटा भनेको एंगल मेड बाई प्लेन एन्ड एक्सिस अफ कोन र अल्फा भनेको सेमी भर्टिकल एंगल, यो अल्फा हो र यो भनेको यहाँ टक्राइरहेकोलाई थीटा भनिन्छ। थीटाको भ्यालु 0 डिग्री भयो। दुईटा कन्डिसन भयो यसको लागि हाइपरबोला। यसपछि हेर्नुस् एक्सरसाइजमा के सोधेछ। त एक्सरसाइजमा केही छैन यसको। फर्स्टमा सोधेछ नेम द डिफरेन्ट पार्ट अफ इन्डिकेटेड एज ABCDE। ठिक छ। ल हेर्नुस् यहाँ सोधिरहेछ यो पार्ट्सहरुको नाम लेख्नुस्। त पहिला हेर्नुस् ए नम्बरमा यो भनेको के हो? यो भनेको एक्सिस हो, त्यसलाई लेख्ने एक्सिस अफ कोन भयो। सी नम्बर हेर्नुस्, सी नम्बर भनेपछि के हेराइरहेछ? लोवर न्याप हो, किनभने यहाँ त सर्कुलर बेस हुन्छ, यो माथि पनि छ, त्यसलाई लेख्ने सी नम्बरको लोवर न्याप, लोवर NAPP न्याप। हेर्नुस् यो ई नम्बर हो, सायद हो ई नम्बर, यो ई नम्बर हो। ई नम्बरले के हेराइरहेछ? त भर्टेक्स या एपेक्स भन्नुस्, त्यही कुरा हो। डी नम्बरले के हेराइरहेछ? डी नम्बरले हेराइरहेछ जेनेरेटर र बी नम्बरले अप्पर न्याप
न्याप। ठिक छ। त्यस्तै हेर्नुहोस् 2 नम्बरमा के भनिरहेछ, नेम द कोनिक सेक्सन फ्रम द फ्लोइङ फिगर। फ्लोइङ फिगर दिएछ र त्यहाँबाट हामीले कोनिक सेक्सनको नाम लेख्नु छ। हेर्नुहोस् यो बनिरहेको फिगर यदि यो जेनेरेटर जुन प्लेन छ बेससँग प्यारलल हुन्थ्यो भने सर्कल बन्थ्यो, जेनेरेटरसँग प्यारलल हुन्थ्यो भने प्याराबोला बन्थ्यो, दुईटैमा कट गर्थ्यो भने हाइपरबोला। यानी कि एउटा बनिरहेछ, एउटामा कट गरेछ र प्यारलल बने छैन भने के भयो, इलिप्स। इलिप्स बनिरहेछ यहाँ, इलिप्स, ELLIPS, इलिप्स, यो यल होइन, इलिप्स। र हेर्नुहोस् अर्को बनिरहेछ, यो के बनिरहेछ, यो जुन फिगर छ भने हेर्नुहोस् यहाँ एउटामा कट गरेछ, यहाँ यो यत्रो हेरिरहेछ तर कट गरेको पछि त यहाँ बन्थ्यो। हेर्नुहोस् एउटामा कट गरेको हेरिरहेछ भने प्याराबोला लेख्नु होला, यो बुकमा अलि मिस्टेक पनि दिन सक्छ। र दुईटैमा कट गरेछ दुईटै न्यापमा भने हाइपरबोला लेख्नु होला। र यहाँ मलाई प्याराबोला जस्तो लागिरहेछ त्यसैले प्याराबोला लेखेको छु, तर दुईटैमा कट जस्तो हेरिरहेछ तर कट भएको होइन, यो बाहिर छ। हेर्नुहोस् यो बाहिर छ एउटा, आफूले हेर्नु होला, यस्तो फिगर त खासै दिँदैन। ल त्यसपछि हेर्नुहोस् यो के हो, हेर्नुहोस् प्लेन बेससँग प्यारलल छ भने यहाँ के बन्छ, सर्कल। ल अर्को छ यहाँ दुईटैमा बनेछ स्याडो, यानी कि कर्भ दुईटैमा बनेछ, तल माथि यो जुन कोन छ हाम्रो, यो कोनलाई प्लेनले दुईटैमा काटेछ भने यो भइहाल्छ हाइपरबोला। ल यतिकै थियो कोनिक सेक्सन, सक्यो। त्यसपछि अर्को च्याप्टर छ हाम्रो सर्कल, लास्ट च्याप्टर हो कोअर्डिनेट ज्योमेट्रीको। यो यसपछि अर्को भिडियोमा गर्नु। थ्याङ्क यू।